किराँतीहरूले सुप्तुलुङ तिनचुला पुज्दाखेरि अथवा साकेला पूजा गर्दाखेरि कुखुरा काटेर चढाइन्छ, विभिन्न गाईगोरुको मासु चढाइन्छ, विभिन्न यो माछाहरू चढाइन्छ, विभिन्न प्रकारको नयाँ अन्नबालीहरू चढाइन्छ। त्यो क्रममा हामीमाथि आयातित धर्म संस्कृति र आयातित विचार बोकेका र धर्म परिवर्तन गरेर क्रिस्चियन बनेका र हेभेन्ली पाथतिर लागेका ती कोलोनाइज विचार भएका मानिसहरूले हामीप्रति जहिले पनि कुखुरा काट्नु धर्म हो, कस्तो खालको तिमीहरूको देउता हो कि कुखुरा काट्दाखेरि चाहिँ धर्म हुने, तिमीहरूको पुर्खा र पितृदेउता चाहिँ कुखुरा काटेर अर्काको ज्यान लिँदाखेरि रगत चढाउँदाखेरि चाहिँ खुसी हुने तिमीहरूको कस्तो धर्म हो भनेर हामी माथि हेला हिंसा गरिने, हामी प्रति चाहिँ खिसी तिउरी गरिने, कसैको प्राण लिएर कसैको चाहिँ पशुपन्छी पशुबलि हत्या गरेर चाहिँ यो धर्म हुन्छ, यो पशुपन्छी यो कुखुरा काटेर चाहिँ तिम्रो देउता खुसी हुने, कस्तो खालको चाहिँ रूढिवादी अन्धविश्वास, यस्तो कुरीति कुसंस्कार हटाउनु पर्छ। यस्तो चाहिँ अरूको प्राण लिएर चाहिँ कुनै देउता खुसी हुन्छ, धर्म हुन्छ भनेर हामी प्रति एकदमै हेला हिंसा गरिने र हामी प्रति चाहिँ किराँतीहरूको संस्कृति र मुन्दुम प्रति प्रहार हुने काम भइरहेको छ। त म त्यस्ता पाखण्डीहरू जसले गुरु हजुर भनेर हिँडेका छन्, धर्म परिवर्तन गरेर चाहिँ क्रिस्चियन धर्ममा लागेका छन् र कतिपय पढेर लेखेर पिएचडी गरेको हुँ र मैले चाहिँ धेरै कुरा जानेको छु, बुझेको छु भनेर भ्रममा परेर हिँडेका मानिसहरू जसले चाहिँ सुप्तुलुङ तिनचुला पूजा गर्दाखेरि कुखुरा काट्नु हुँदैन, यो कुसंस्कार कुरीति हटाउनु पर्छ भन्ने ढंगले चाहिँ हाम्रो चाहिँ एउटा हजारौं वर्षदेखि सिकारी युगदेखिको हाम्रो पुर्खाहरूले अपनाएको धर्म संस्कार संस्कृतिलाई प्रहार गर्ने ती त्यस्ता पाखण्डीहरूलाई म के भन्न चाहन्छु भने, तपाईहरुले यो कुखुरा काट्नु, सुँगुर काट्नु, माछा मासु खानु पापै हो, यो चाहिँ गलत नै हो भनेर कसरी प्रमाणित गर्न सक्नुहुन्छ? 8 अर्ब मानिसहरू यो संसारमा, यो धरतीमा 8 अर्ब भन्दा धेरै मानिसहरू जनसंख्यामा छन्। ती सबै मानिसले माछा मासु खाएकै छन्, कुनै न कुनै हिसाबको। कसैले कुखुरा खाला, कसैले भेडा खाला, कसैले गाई गोरु खाला, कोहीले भैँसी खाला, कोहीले ऊँट खाला, कसैले माछा मासु खाला। आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो भौगोलिक रूपमा जे पशुपन्छी पाइन्छ त्यो सेवन गरेकै छन्। तपाईहरुलाई कसले अधिकार दियो कि यो माछा मासु खानु गलत हो, यो माछा मासु खानु चाहिँ पाप हो? तपाईले के प्रमाणित गर्न सक्नुहुन्छ? यो प्रकृतिले निर्धारण गरेको प्राकृतिक नियम हो, प्राकृतिक जीवन पद्धति हो। यो इकोसिस्टम, यो चाहिँ इकोसिस्टमले नै निर्धारण गरेको, यो पर्यावरणीय सिद्धान्तले निर्धारण गरेको यो एउटा नियम हो। यो किराँतीहरूले सुप्तुलुङ पुज्दा, कुलपितृ पुज्दाखेरि कुखुरा काटेर चढाउनु, विभिन्न पशुपन्छीको मासु चढाउनु, अन्नबाली चढाउनु, यो हाम्रो किराँती मुन्दुमी दर्शनले भनेको यही नै हो हाम्रो धर्म। सिकारी युगदेखिको अपनाएको हाम्रो पुर्खाहरूले जुन संस्कृति छ, यो हाम्रो मुन्दुम दर्शनले, हाम्रो चाहिँ संस्कृतिले सिकाएको धर्म यही नै हो। अरु धर्म संस्कृतिले, हिन्दू धर्म संस्कृतिले के व्याख्या गरेको छ धर्म र पापलाई हामीलाई त थाहा छैन। अरु हेभेन्ली पाथ भन्ने तपाईको गुरु हजुरले के तपाईलाई धर्म र पाप सिकाए हामीलाई थाहा छैन। तर हाम्रो लागि हामी किराँतीहरू भनेको प्रकृति पूजक हौं, प्राकृतिक जीवन पद्धति अपनाउने, प्रकृतिवादलाई विश्वास गर्ने हामी किराँतीहरूको लागि प्रकृतिले सिकाएको नियमै हाम्रो लागि त्यो सबैभन्दा सर्वोत्कृष्ट नियम हो र त्यही नै हाम्रो धर्म हो। एउटा जसरी जंगलमा, जसरी प्रकृतिमा बाघले मृगलाई खानु उसको धर्म हो, मृगले घाँस खानु उसको लागि धर्म हो, सर्पले भ्यागुता मारेर खानु उसको धर्म हो, चिलले ससानो चराचुरुङ्गी मारेर खानु उसको धर्म हो, माछाले ससानो जेने माछा मारेर खानु जसरी उसको लागि धर्म हो, त्यसै गरी किराँतीहरूले पनि प्रकृतिमा रहेको यो विभिन्न प्राणीहरूलाई सेवन गर्नु, भोग गर्नु, त्यो इकोलोजी
अथवा चाहिँ नि इकोलोजिकल इक्वेसनलाई चाहिँ नि कायम राख्नु, यो जुन जैविक विविधता अर्थात् चाहिँ नि यो खाद्य प्रणाली फुड चेन जुन छ, यो एउटा प्रकृतिले निर्धारण गरेको, एक पशुले अर्को पशुलाई भोग गरेर बाँच्ने, अर्को पंक्षीले अर्को पंक्षीलाई भोग गरेर बाँच्ने जुन यो एउटा फुड चेन छ, खाद्य प्रणाली छ, त्यो प्रकृतिले निर्धारण गरेको नियम छ। त्यो नियमलाई मान्ने हाम्रो किराँती पुर्खाहरू र हामी किराँतीहरू, त्यही नै हाम्रो लागि ठूलो धर्म हो। तपाईहरुको धर्मले सिकायो होला कि कुखुरा काट्नु पाप हो भन्न, तर हाम्रो लागि कुखुरा काट्नु नै हाम्रो लागि धर्म हो, किनकि प्रकृतिले यही सिकाएको छ। प्रकृतिको नियमै यही हो कि हामीले यो इकोसिस्टमलाई अथवा यो जुन इक्वेसन छ, इकोलोजिकल इक्वेसन छ, यसलाई कायम राख्न, सन्तुलन राख्नको लागि यो संसारको, यो धरतीको, यो पृथ्वीमा रहेको सम्पूर्ण जीव प्राणी जगत पशु पंक्षीहरूको चाहिँ नि यो एउटा इकोसिस्टमलाई सन्तुलनमा राख्नको लागि कुनै जनावरको जनसंख्या बढ्यो भने यो इकोसिस्टममै असन्तुलित कायम हुने र यो सम्पूर्ण प्राणी जगतको लागि चाहिँ नि अस्तित्वमा खतरा हुने भएको हुनाले यो हाम्रो इकोसिस्टम प्राकृतिक नियमले सिकाएको यो सिद्धान्तलाई अपनाउन हाम्रो लागि त्यही नै धर्म हो। यदि बाघले मृगलाई मारेर नखाने हो भने, यदि बाघले मृग मारेर नखाने हो भने जंगलका सम्पूर्ण हरियो चाहिँ नि घाँस पातहरू सबै सखाप हुन्छ। मृगको जनसंख्या वृद्धि भयो भने चाहिँ जंगलको हरियो परियो चाहिँ रुख बिरुवा सबै सखाप हुन्छ। त जंगलको हरियो रुख बिरुवा सखाप हुनु भनेको यो इकोसिस्टम, यो चाहिँ नि पर्यावरणीय रूपमा नै यो असन्तुलन कायम हुनु हो कि धेरै चाहिँ नि यो संसारको विभिन्न जीव जनावरहरू पशु पंक्षीहरूको चाहिँ नि अस्तित्वमा खतरा हुन्छ। त्यसले गर्दा बाघले यो इकोसिस्टम, यो जैविक, यो जुन पर्यावरणलाई नै सन्तुलन राख्नको लागि भए पनि बाघले मृगलाई मारेर खानै पर्छ, त्यही नै उसको धर्म हो। त्यसै गरेर मृगले चाहिँ नि घाँस खानै पर्छ, त्यसै गरेर सर्पले भ्यागुता मारेर खानै पर्छ। यदि सर्पले भ्यागुतालाई मारेर नखाने हो भने सम्पूर्ण किरा फटेङ्ग्राहरूको चाहिँ नि जनसंख्या वृद्धि हुन्छ र जनसंख्या वृद्धि भए पश्चात किरा फटेङ्ग्राको जनसंख्या वृद्धि हुनु भनेको अन्नबाली नफस्टाउनु, अन्नबाली नहुनु भनेको मानव अस्तित्व लगायत सम्पूर्ण चराचर जगत प्राणी जगतको लागि अस्तित्वमा खतरा हो। त्यसो भएको हुनाले यही प्राकृतिक नियमलाई, यही प्राकृतिक जीवन पद्धतिलाई अगाल्नु नै हाम्रो लागि ठूलो धर्म हो। त्यसले गर्दा पितृ पुज्दा, माङ्कुल पितृ पुज्दाखेरि कुखुरा काट्नु, सुँगुर काट्नु पाप होइन, हाम्रो लागि धर्म हो, प्राकृतिक नियम हो यो भनेको। हामी मानिस साइन्टिफिकली पनि हामी ओम्निभोरस एनिमल हौ। भनेको मतलब हामी मासु पनि सेवन गर्न सक्छौं, माछा मासु पनि सेवन गर्न सक्छौं, हामी चाहिँ फलफूल र सागसब्जी पनि सेवन गर्न सक्छौं। हामी जस्तो अरू धेरै प्राणीहरू छन्, जस्तै कुखुराहरू भए, बाँदरहरू भए, चिम्पान्जीहरू भए, यो चाहिँ नि छेपारोहरू भए, विभिन्न अरू प्राणीहरू पनि, भालुहरू भए, ओम्निभोरस एनिमल यो धरतीमा, यो पृथ्वीमा धेरै छन्। यही नै हो हाम्रो प्राकृतिक नियम। यो त प्रकृति भन्दा त कुनै तपाईको धर्मगुरु, तपाईको यदि तपाईहरुलाई यदि त्यो गुरु हजुर भनेर चाहिँ नि हामीलाई जो प्रहार गरिराख्नु भएको छ, तपाईहरुलाई म एउटा के कुरा भन्न चाहन्छु भने तपाईको गुरु हजुर भनेको कोही पनि होइन, ही इज नथिङ, इट्स जस्ट अ क्रिएचर। एउटा यो संसारको, यो धरतीमा, यो पृथ्वीमा, यो धरतीमा जसरी एउटा किरा फटेङ्ग्राको एउटा चाहिँ अस्तित्व छ, यो धरतीमा एउटा किरा फटेङ्ग्रा सो सरह जुन हामी यो पृथ्वीमा, यो धरतीमा हामी चाहिँ सारा विभिन्न प्राणी जगतमा आफ्नो आफ्नो प्राण र अस्तित्व छ। त्यसै गरेर तपाईको गुरु हजुर भनेको पनि प्रकृति भन्दा माथि होइन। तपाईको गुरु हजुरहरू भनेको पनि, तपाईको गुरु हजुर पनि त्यही प्रकृतिले बनाएको एउटा सानो क्रिएचर, किरा र फटेङ्ग्रा सो सरह मात्र हो हामी मान्छे भनेका। जसरी यो प्रकृतिमा रहेको चराको पनि अस्तित्व छ, किरा फटेङ्ग्राको पनि अस्तित्व, त्यसै गरेर हामी मानवको पनि त्यही अस्तित्व छ। त्यही प्रकृतिकै हामी चाहिँ एउटा अस्तित्व हौ। त्यसले गर्दा तपाईको गुरु हजुर प्रकृति भन्दा माथि होइन, प्राकृतिक नियम हो, यो इकोसिस्टममा आधारित नियम हो, यो नेचरले, एउटा प्रकृतिले निर्धारण गरेको फुड चेन, खाद्य प्रणालीमा आधारित नियम हो। यो तपाईको गुरु भनेको, तपाईको गुरु हजुर, तपाईको धर्मगुरुहरू भनेको प्रकृतिको नियम भन्दा माथि छैन। प्राकृतिक नियम भन्दा तपाईको गुरु माथि होइन र प्रकृति भन्दा जान्ने र बाठो तपाईको धर्मगुरु होइन। तपाईको धर्मगुरु र गुरु हजुर पनि
प्रकृतिले निर्धारण गरेको जसरी एउटा किरा र फटेङ्ग्रा सानो कमिलाहरू छन् त्यस्तै एउटा सानो प्राणी मात्र हो। उसले प्रकृतिलाई चुनौती दिनु सक्दैन। पशुपन्छी मारेर खानु हुँदैन, यो पाप हो भनेर तपाईको गुरु हजुरले सिकाएको होला। तर प्रकृतिको नियम भन्दा कुनै पनि तपाईको गुरु र महागुरुले सिकाएको नियम माथि हुँदैन। प्रकृति भन्दा कोही पनि माथि हुन सक्दैन। तपाईको न गुरु न कोही महागुरु। प्रकृति नै सबैभन्दा माथिल्लो, सबैभन्दा सर्वोत्कृष्ट, सबैभन्दा हाम्रो लागि माथिल्लो तहको, सबैभन्दा हाम्रो लागि सबैभन्दा सर्वोच्च, हाम्रो लागि मान्य पूज्य भनेको प्रकृति हो। त प्रकृतिले निर्धारण गरेको नियम, प्राकृतिक जीवन पद्धति र प्रकृतिवादलाई हामी विश्वास गर्ने किराँतीहरू भएको हुनाले तपाईको गुरुहरूले कुखुरा नकाट्नु, सुँगुर नकाट्नु भन्छ भने त्यो प्रकृतिको नियम विपरीत हो। प्रकृति भन्दा तपाईको गुरु माथि होइन। प्रकृतिको नियम भन्दा माथि तपाईको न गुरु हुन्छ न तपाईको महागुरु हुन्छ, कोही पनि हुँदैन। हामी एउटा यो पृथ्वीको, यो धरतीमा रहेको हामी एउटा सानो किरा फटेङ्ग्रा जस्तै एउटा सानो क्रिएचर मात्र हौ। हामी प्रकृति भन्दा माथि जान सकिँदैन। त्यसै गरेर कोही पीएचडी गरेको हुँ, मैले चाहिँ नि कुनै विषयमा पीएचडी गरेको हुँ भनेर कसैले चाहिँ नि सर्टिफिकेटको फुर्ती लाएर किराँतीहरूले अपनाएको संस्कृति र जीवन पद्धतिलाई कसैले चाहिँ औला उठाउँछ भने त्यो भ्रम हो, त्यो गलत हो। तपाई पीएचडी गरेर चाहिँ नि मैले सर्टिफिकेट ल्याएँ भनेर कसैले भ्रम पर्छ र मैले धेरै जाने छु भन्ने र विभिन्न कुरा आफ्नो मनगढन्ते कुरा बक्दै हिँड्ने मान्छेहरूलाई पनि म के भन्न चाहन्छु भने पुर्खाहरू भन्दा तपाई जान्ने होइन। यो भ्रममा नपर्नुस् कि पुर्खाहरू भन्दा तपाई धेरै जान्ने होइन। र प्रकृतिले निर्धारण गरेको जुन पर्यावरणीय यो फुड चेन छ, खाद्य प्रणाली छ, जुन यो एउटा पशुले अर्को पशुलाई मारेर खानु नै उसको लागि धर्म हुन्छ, एउटा माछाले अर्को माछालाई खानुपर्ने, एउटा पन्छीले अर्को पन्छीलाई मार्नुपर्ने, खानुपर्ने, र मानिसहरू ओम्निभरस एनिमल भएको हुनाले हामी फलफुल पनि खान सक्छौँ, कुखुरा मासु, सुँगुर मासु, जेसुकै आफूलाई मन परेको जे पनि खान सक्छौँ। यो जुन प्रकृतिले निर्धारण गरेको नियम हो, प्रकृतिले निर्धारण गरेको नियम भन्दा तपाईको ज्ञान माथि हुन सक्दैन। प्राकृतिक हाम्रो लागि सबैभन्दा ठुलो गुरु भनेको, हाम्रो लागि सबैभन्दा ठुलो शिक्षक भनेको प्रकृति हो, नेचर हो। प्रकृति भन्दा तपाईको गुरु ठुलो हुँदै होइन। तपाईको प्रकृति भन्दा तपाईको युनिभर्सिटीको सर्टिफिकेट र पीएचडी को सर्टिफिकेट होइन। यो भ्रमबाट तपाईहरु मुक्त हुनुहोस्। त्यसो भएको हुनाले किराँतीहरू हामी गर्वको साथ सुक्तुलुङ पुज्दा, तीनचुला पुज्दा, साकेला पुज्दा हामी कुखुरा काट्छौं, हामी चाहिँ विभिन्न गाई गोरु काट्छौं, हामी चाहिँ विभिन्न माछा मासु चढाउँछौं, हामी चाहिँ विभिन्न अन्नबालीहरू चढाउँछौं। यो प्रकृतिले निर्धारण गरेको नियम हो। यो भ्रममा तपाईहरु नपर्नुस् कि तपाईहरु सर्वज्ञानी, तपाईहरु मात्र धर्मात्मी। तपाईको धर्म र धर्मगुरुले व्याख्या गरेको धर्म मात्र धर्म होइन। हाम्रो धर्मको व्याख्या हाम्रो छ। हाम्रो पुर्खाहरूले व्याख्या गरेको र प्रकृतिले निर्धारण गरेको प्राकृतिक नियम नै हाम्रो लागि धर्म हो। त्यसले गर्दा हामी छाती पिटेर भन्न सक्छौं यो कुनै गलत होइन। कुनै पनि किराँतीहरूले, आज मैले भनेको जो छु, कुनै पनि किराँतीहरूले हामीलाई यो धर्म परिवर्तन गरेर गएका पाखण्डीहरूले हामीलाई यो कुखुरा काट्नु, सुँगुर काट्नु यो चाहिँ तिम्रो कुन खालको चाहिँ धर्म हो, यो कुसंस्कार हो, कुरीति हो भन्छ भने छाती पिटेर भन्नुहोस् यो प्रकृतिले सिकाएको धर्म यही हो हाम्रो, हैन। यो कुनै पनि तपाईहरुमा चाहिँ दुविधा नरहोस् कि यो प्राकृतिक फुड चेन, खाद्य प्रणाली र इकोसिस्टम यो चाहिँ पर्यावरणीय सिद्धान्त भन्दा हामी बाहिर छैनौं। यो प्रकृतिले सिकाएको हाम्रो लागि प्रकृतिको एउटा चाहिँ नियम हो। प्रकृति नै हाम्रो लागि सबैभन्दा चाहिँ महान गुरु हो। त्यसले गर्दा हामी छाती पिटेर यो कुखुरा काट्नु, सुँगुर काट्नु यो कुनै पाप होइन। यो चाहिँ यस्तो मनगढन्ते यो पाखण्डीहरूले चाहिँ उनीहरूको धर्मको नामको कम्पनी चलाउनको लागि खोलेको यो चाहिँ यो एउटा ब्रेन वाश गर्ने यो एउटा पाखण्डी विचारहरूलाई चाहिँ हामीले सिधै अस्वीकार र इन्कार गर्न सक्नुपर्छ। यदि त्यसो हो भने 8 अर्ब यो धरतीमा 8 अर्ब चाहिँ मानिसहरू बस्ने गर्दछन्। 8 अर्ब मानिसहरूमा विभिन्न मानिसहरूले आफ्नो आफ्नो भूगोलमा चाहिँ पाइने पशु पन्छीलाई चाहिँ सेवन गरिरहेका छन्, माछा खान्छन्, मासु खान्छन्। 8 अर्ब मान्छेहरू के गलत हुन् त? कति पर्सेन्ट चाहिँ भेगन र भेजिटेरियन छन्? नगन्य होला केही आंकडामा आउने, तर अधिकांशले त माछा मासु सेवन गरेकै छन् यो धरतीमा, संसारमा।
त गलत के हो र सही के हो तपाईले यो चाहिँ यही मात्र सत्य हो र यही चाहिँ गलत हो, यो माछा मासु खाने चाहिँ गलतै हो भन्ने प्रमाण पुर्याउने, प्रमाणित गर्ने तपाईसँग के छ त्यस्तो आधार? त्यो त छैन होला, त्यो तपाईमा लागेको विचार हो, तपाईको धर्मगुरुले सिकाएको एउटा पाखण्डी विचार मात्र हो। त्यसले गर्दा यसरी पनि हामी किरातीहरूले कुखुरा काट्नु सुँगुर काट्नु पाप होइन, यो प्राकृतिक नियम हो, प्राकृतिक पद्धति हो। यो पर्यावरणीयले नै एक पशुले अर्को पशुलाई मारेर नखाएसम्म यो पर्यावरणीय सन्तुलन कायम राख्नको लागि यो गर्नै पर्ने हुन्छ, प्रकृतिले सिकाएको नियमै हो। त्यसैले त बाघले मारेर खाइरहेछ मृगले घाँसहरू खाइरहेछ, सर्पले भ्यागुता खाइरहेको छ। त्यसै गरेर ठुलो माछाले, व्हेलहरूले, शार्कहरूले सासानो माछा खाएकै छ, डल्फिनहरूले सानो माछा खाएकै छ, चिलले चाहिँ चल्लाहरू, सानो परेवाहरू, ढुकुरहरू मारेर खाएकै छ। यो प्राकृतिक नियम हो, यो पाप र धर्म होइन। जति पनि ज्ञान विज्ञान यत्र चाहिँ अहिले साइन्स एन्ड टेक्नोलोजीको समयमा विज्ञानले चाहिँ कति विकास गरेको, आविष्कार गरेको कुराले पनि जतिसुकै मानिसहरूले जति पनि विज्ञान र प्रविधिको विकास गरे पनि प्रकृतिलाई कहिल्यै पनि विज्ञान प्रविधिले हराउन सक्दैन। प्रकृति भन्दा माथि कहिले विज्ञान र प्रविधि हुँदैन र तपाईको धर्म गुरु र गुरुहरू हजुरहरू पनि होइन। र हजारौंवटा विषयमा पीएचडी को सर्टिफिकेट लिएर आउनुहोस्, तर प्रकृतिको नियम भन्दा तपाईहरु माथि हुन सक्नुहुन्न, प्रकृतिले सिकाएको नियम भन्दा तपाईहरु माथि हुन सक्नुहुन्न र प्रकृति भन्दा तपाईहरु धेरै जान्ने होइन। प्रकृतिले नजानेर हाम्रो चाहिँ यो जैविक जुन यो पर्यावरणीय यो फूड चेनको सिस्टम छ, यो प्रकृतिले नजानेर चाहिँ यो प्रकृति अज्ञानी भएर चाहिँ यो निर्धारण गरेको हो त? यो त होइन होला। प्राणीमा मात्र नभएर कतिपय चाहिँ यस्ता प्रकारका प्लान्टहरू, एउटा यस्तो प्रकारका वनस्पति रुख बिरुवाहरू पनि हुन्, यस्तो प्रकारका रुख बिरुवाहरू पनि छन् यो संसारमा जो चाहिँ कार्निभरस प्लान्ट छन्। जस्तै भेनस फ्लाई ट्र्याप भन्ने जस्ता, त्यसै गरेर पिचर प्लान्ट जस्ता, भेनस फ्लाई ट्र्याप र पिचर प्लान्ट जस्ता चाहिँ यस्तो वनस्पति र चाहिँ प्रकृतिमा एक प्रकारको प्लान्टहरू छ जसले ससानो झिंगाहरू, माकुराहरू, ससानो फटेङ्ग्राहरूलाई उसले चाहिँ मारेर उसले पासोमा पारेर खान्छ र उसको लागि त्यही नै ठूलो धर्म हो। यो ढंगले हामीले अब वैचारिक लडाईँ हामीले छेड्न आवश्यक छ। यसको इतिहासलाई हाम्रो सुप्तुलुङ तीनचुला पुज्ने संस्कृति कहिलेबाट सुरु भयो र हाम्रो चाहिँ नै यो साकेला पुज्ने संस्कृतिहरू कहिलेबाट सुरु भयो र यसको इतिहास अब हामीले केलाउनु पर्छ। किराती समाज भनेको हिजोको शिकारी युगदेखि आफ्नो अस्तित्व बाँच्नको लागि शिकार खेलेर जीवनयापन गर्दै आएका हाम्रा किराती पुर्खाहरूले अपनाएको यो हाम्रो संस्कृति हो। तीनचुला सुप्तुलुङ पुज्ने संस्कृति, साकेला पुज्ने संस्कृति भनेको हिजो कृषि युग र शिकारी युगको समयदेखिको हाम्रो पुर्खाहरूले मान्दै आइरहेका हुन्। र यसको चाहिँ एउटै सिद्धान्त के हो भने, अहिले पनि हेर्ने हो भने अमेजनको जंगलमा कतिपय चाहिँ हन्टर ग्यादरर चाहिँ ट्राइबहरू छन्, इन्डिजिनसहरू छन्। तान्जानिया र चाहिँ अफ्रिकाको जंगलमा बस्ने हाडजा ट्राइबहरू छन्। उनीहरू अझै पनि शिकार खेलेर आफ्नो जीविकोपार्जन गर्छन् र उनीहरूको लागि सबैभन्दा ठूलो धर्म भनेको शिकार खेल्नु र शिकार प्राप्त भइसके पश्चात उनीहरूले आफ्नो पुर्खाहरूलाई खुशियालीमा विभिन्न सिलीहरू, नृत्यहरू, विभिन्न बाजागाजा बजाएर चाहिँ नाचगान गरेर उनीहरूले हर्कबढाई गरेर खुशी मान्छन्, सिली नाच्छन् र सबैभन्दा सुरुवातमा खानुभन्दा अगाडि त्यो शिकार आहारलाई चाहिँ सबैभन्दा सेवन गर्नुभन्दा अगाडि पुर्खाहरूलाई चढाउने काम गर्दछन्। त्यो किराती समाजमा हिजो शिकारी युगबाट अंगाल्दै आइरहेको त्यो एउटा जीवन पद्धति हो। त्यही हजारौं वर्ष अगाडि पुर्खाले मान्दै ल्याएको एउटा शिकारी युगको संस्कृतिलाई हामीले अपनाउँदै आइरहेका छौं। अहिले पनि यदि तपाईहरुलाई होइन जस्तो लाग्छ भने प्रमाणको रूपमा अहिले पनि तपाई अमेजन जंगलमा जानुहोस्, त्यहाँ विभिन्न चाहिँ ट्राइबहरू छन्, हन्टर ग्यादरर ट्राइबहरू, एकदमै त्यो अनकन्ट्याक्टेड ट्राइबहरू छन्। यता तान्जानियाको जंगलमा हाडजा ट्राइब भन्ने छन् जो चाहिँ शिकार खेलेर उनीहरूको जीविकोपार्जन गर्छन्। उनीहरूले अहिले पनि त्यही काम गर्छन् कि शिकार खेलिसके पश्चात सबैभन्दा सुरुवातमा अलिकति पातमा चाहिँ त्यो रगत चाहिँ पुर्खाहरूलाई चढाउने, अलिकति मासु पुर्खाहरूलाई चढाउने काम गर्दछन्। त्यही हो हाम्रो पनि किरातीहरूको संस्कृति कि कुलपित्री गर्दाखेरि जे छ, कुखुराको मासु चढाउने, माछा चढाउने,
विभिन्न गाई गोरुको मासु चढाउने, अन्न बाली नयाँ अन्न बाली चढाउने, नयाँ चाहिँ नि अथवा घैया धान चढाउने, कागुनी चाहिँ नि अन्न चढाउने, मृगको मासु चढाउने, यो त हाम्रो पुर्खाहरूले आफ्नो पुर्खाहरूलाई माङ्कुल पितृहरूलाई चढाउने एउटा यो चाहिँ शिकारी युगदेखिको एउटा हाम्रो संस्कृति हो। त यो सुक्तुलुङ तीनचुला पुज्ने संस्कृति मेवाङहरूको मुन्दुम अध्ययन अनुसन्धान गर्ने क्रममा विदेशी एउटा चाहिँ अध्येता मार्टिन ग्यान्सले चाहिँ के भनेको देखिन्छ भने सुक्तुलुङ तीनचुला पुज्ने संस्कृति चाहिँ सम्भवतः यो जंगली युगमा कबिला समयमा यिनीहरूको सुरुवात भयो, जतिखेर चाहिँ सामूहिक रूपमा उनीहरू बसोबास गर्थे र त्यही सामूहिक बसोबास गर्ने भएको हुनाले चुला पनि सामूहिक रूपमा चाहिँ सुरुवात भएको थियो भन्ने उसको चाहिँ नै एउटा अनुमान देखिन्छ। मेरो पनि अनुमान त्यही हो कि यो चाहिँ नै हाम्रो सुक्तुलुङ पूजा गर्ने संस्कृति चाहिँ शिकारी युगदेखि नै हाम्रो चाहिँ यो सुरुवात भएको हो। त्यसो भएको हुनाले हाम्रो पुर्खाहरू हिजोको दिनमा प्यालोलिथिक एज, मेसोलिथिक एज, नियोलिथिक एज जतिखेर चाहिँ नै शिकारी युगको समय थियो, कृषि युगको शुभारम्भ भइसकेको थिएन। 12,000 वर्ष पहिला नियोलिथिक एज भन्दा अगाडि समयमा जतिखेर शिकारी युगमा थिए, कबिला रूपमा चाहिँ उहाँहरू आफ्नो आफ्नो कबिलामा चाहिँ जंगलमा उहाँहरू बसोबास गर्नुहुन्थ्यो। त्यो समयदेखि आफ्नो शिकार खेलेर जीविकोपार्जन गरे। शिकार खेलेर जीविकोपार्जन गर्दाखेरि उहाँहरूले शिकार भेटे पश्चात चाहिँ आफ्नो आज चाहिँ भोग टर्ने पर्यो, आफ्नो दरसन्तानहरूको चाहिँ ज्यान बाँच्ने पर्यो भनेर खुसियालीमा उनीहरूले चाहिँ शिकार मारिसके पश्चात चाहिँ उनीहरूले चाहिँ नि हाम्रो पुर्खाहरूले चाहिँ नि सिली नाचे, हर्कबढाई गरे, नाचगान गरे, शिकारको चाहिँ भेटेको रगत चाहिँ नि उनीहरूले पातमा चाहिँ अलिकति छोएर चाहिँ पुर्खाहरूलाई चढाए, माङ्कुल पितृहरूलाई चढाउने परम्पराको सुरुवात भएको हो। कि यो पृथ्वीमा रहेको सम्पूर्ण प्राणी जगत, पशु पंक्षी प्राणी जगतको अस्तित्वलाई कायम राख्नको लागि यो प्रकृतिले निर्धारण गरेको यो प्राकृतिक नियम हो, प्राकृतिक पद्धति हो। त्यही प्राकृतिक पद्धति किराँतीहरूले अपनाइरहेका छन् र त्यही प्राकृतिक नियम पद्धतिमा आधारित रहेर किराँतीहरूले शिकार खेलेर आफ्नो शिकार आहारालाई चाहिँ नि खानुभन्दा अगाडि पुर्खाहरूलाई चढाउने परम्परा र संस्कृति, मुन्दुमी संस्कृतिको विकास गरे। त्यही संस्कृति चाहिँ आज हामीले सुक्तुलुङ पुज्दा कुखुरा काटेर चाहिँ हामीले चढाउँछौँ। विभिन्न त्यहाँ मृगको मासु, बँदेलको मासु, त्यहाँनिर चाहिँ गाई गोरुको मासु, माछा, विभिन्न प्रकारको नयाँ अन्न बालीहरू, कागुनीहरू, घैया धानहरू विभिन्न चाहिँ हामीले चढाउने गर्दछ। त्यही नै प्रकृतिले निर्धारण गरेको नियम हो र त्यही जगमा रहेर हामी किराँतीहरूले पनि हाम्रो पुर्खाहरूले शिकार युगमा आफ्नो आहारा शिकारलाई, विभिन्न वन्य जन्तुहरू, पशुहरूलाई, पंक्षीहरूलाई शिकार खेलेर जीविकोपार्जन गरेको हुनाले त्यही संस्कृतिको जगमा आधारित हाम्रो पुर्खाहरूले सुक्तुलुङ तीनचुला पुज्दा र साकेला पुज्दाखेरि चाहिँ कुखुरा चढाउने चाहिँ नि अथवा विभिन्न पशु पंक्षीहरूलाई चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ पुर्खाहरूलाई अर्पण गर्ने, नयाँ अन्न बालीहरू अर्पण गर्ने चाहिँ संस्कृतिको विकास गरेका हुन्। हाम्रो संस्कृति र मुन्दुमलाई हाम्रै विश्व दृष्टिकोणबाट, हाम्रै किराँती दर्शन, हाम्रै मुन्दुमी दर्शन, हाम्रै विश्व दृष्टिकोणबाट यसलाई नियालेर गहिरेर नहेर्ने, यसलाई गहिरेर हाम्रो किराँतीहरूको मुन्दुम संस्कृति, हाम्रो किराँती दर्शन, मुन्दुमी हाम्रो चाहिँ दर्शन, हाम्रो दार्शनिक दृष्टिकोणबाट चाहिँ त्यसलाई गहिरेर नहेर्ने त हामी अनि आयातित विचारहरू, कोलोनाइज विचारहरू बोकेर अरू धर्मले भनेको व्याख्या गरेको, जसरी अरू धर्मले अरू पशु पंक्षीको चाहिँ हत्या गर्नु, विभिन्न पशु पंक्षीलाई हत्या गर्नु, मार्नु चाहिँ पाप हो भनेर व्याख्या गर्छ भने हाम्रो मुन्दुमी संस्कृतिले, हाम्रो किराँतीहरूको संस्कृतिले पशु पंक्षीलाई मारेर खानु चाहिँ हाम्रो लागि धर्म हो, किनकि प्राकृतिक जीवन पद्धति हो। यो त प्राकृतिक पद्धति हो, यो त अनौठो कुरो त केही छैन। अनि किराँतीहरूले नै चाहिँ कुखुरो काटेर वर्षमा एकचोटि यसो पितृलाई चढाउँदाखेरि त्यो चाहिँ ठुलो चाहिँ संसारमै नभएको यो चाहिँ इकोलोजिकल यो इक्वेसनमै चाहिँ तलमाथि हुने ढङ्गको यो कुरो त ल्याएको होइन होला, होइन कि किराँतीले मात्र मासु र माछा कुखुरा काटेको पनि होइन होला यो संसारमा।
8 अर्ब मान्छेले त माछा मासु खाइरहेका छन् त त्यो मान्छेहरूले कुरा यस्तो गरिरहेका छन् कि जसले मासुले खान्छ। कस्तो अरे धर्म यो हेभेनली पाथ र क्रिस्चियनहरूको भने मासु चाहिँ खाना हुने तर आफूले नमारिकिन खानुपर्ने अरे। त त्यो पाखण्ड होइन यो। आफूले चाहिँ नमार्नु पर्ने, अर्काले मारिदिएको मासु खाने। त जसरी भए पनि मासु खानु, कुनै पनि पशुको मासु खाँदाखेरि पाप लाग्ने हो भनेदेखि त तिमीले खाएको जस्तैसुकै तिमीले धर्मको नाममा गर, अधर्मको नाममा गर, जेसुकै गर, तर तिमीले खाएको मासुमा पाप लाग्ने हो भने पापै लाग्छ। तर त हामी पाप मान्दैनौँ, हाम्रो यो प्राकृतिक पद्धति हो। त्यसो भएको हुनाले यो पाखण्डहरूले गर्ने कुरामा चाहिँ यो प्राकृतिक पद्धति हो। यसमा यो 8 अर्ब मान्छेहरूले सधैँ माछा मासु खाइरहेका छन्। यो कोही यो कुखुरा काट्नु, माछा मासु खानु भनेको चाहिँ गलत हो भनेर कसले प्रमाणित गरेको छ? साइन्टिफिकली के प्रमाण छ? के प्रमाण छ त्यो मान्छेहरूसँग? प्रमाण छ केही? माछा मासु खानु भनेको गलत हो भनेर कसैले भन्न सक्छ? हामी साइन्टिफिकली पनि हामी ओम्निभरस एनिमल हौ, मान्छेहरू, ह्युमनहरू भनेका, जसले साग सब्जी पनि सेवन गर्न सक्छ, माछा मासु पनि सेवन गर्न सक्छ। र हामी साइन्टिफिकली पनि हामी मानवहरू भनेको ओम्निभरस एनिमल हौ भनेको हामीले माछा मासु पनि खान सक्छौँ, हामी साग सब्जी फलफुल पनि खान सक्छौँ। त्यसो भएको हुनाले हामी चाहिँ भेजिटेरियन, यो भेगन जस्तो चाहिँ यो विचारहरू पछिल्लो समयमा आयातित विचारहरूलाई त्यसको प्रभावमा परेर विभिन्न क्रिस्चियन धर्म, हेभेनली पाथको धर्म जस्ता चाहिँ आयातित विचारहरू बनाउ चाहिँ धर्म र संस्कृतिहरूको चाहिँ कोलोनाइज विचारहरूलाई बोकेर हाम्रो संस्कृतिप्रति प्रश्न उठाउनु त्यो गलत छ। हामीले आफ्नो इतिहास, हाम्रो पुर्खाहरूले मानव सभ्यताको विकासको चरणमा कसरी हाम्रो धर्म संस्कृतिको अथवा सभ्यताको विकास गरे त्यसको दार्शनिक जगमा, त्यसको विचारको जगमा टेकेर हामीले धर्मलाई आफ्नो ढङ्गले व्याख्या गर्नुपर्छ। यो होइन कि अरूले के व्याख्या गर्छ त्यो फरक पर्दैन। हाम्रो धर्म भनेको प्राकृतिक नियममा आधारित, जैविक विविधता, फूड चेनमा आधारित, प्रकृतिले निर्धारण गरेको प्राकृतिक जीवन पद्धतिमा आधारित हाम्रो पुर्खाहरूले अपनाएको धर्म नै हाम्रो धर्म हो। त्यसो भएको हुनाले हामी अरूको धर्म संस्कृतिको बहकाउमा, अरूले भनेको कुराहरूमा त आयातित विचारहरू बोकेर हिँड्न हाम्रो लागि त्यो अक्षम्य छ। त हाम्रो लागि त्यो आयातित विचारहरू बोकेर हिँड्न जरुरी छैन। हामी अरूले शिव चामलिङ भन्दै भने मख परेर त्यसैलाई बोकेर हिँड्ने, हामी त साँच्चै शिवकै सन्तान हौ कि भनेर चाहिँ भ्रममा परेर हिँड्ने। हामी चाहिँ कुखुरा काट्नु हुँदैन रहेछ, धर्म त यो त होइन रहेछ, यो पाप हो भनेर अरू चाहिँ हेभेनली पाथ र क्रिस्चियनले सिकाएको कुरो बोकेर हिँड्ने। हाम्रो मौलिक विचार चाहिँ कहाँ छ? किराँतीहरूको मौलिक दर्शन र संस्कृति, हाम्रो सिद्धान्त, हाम्रो मौलिक सिद्धान्त चाहिँ खोइ? हामी सधैँ अर्काको कुरो बोकेर हिँड्ने हो भने हाम्रो आफ्नै मौलिक विचार र दर्शन चाहिँ खोइ? त्यसो भएको हुनाले हामीले हाम्रो मौलिक धर्म संस्कृति अनुसार जे हामीले चाहिँ सुक्तुनुङ तिनचुला पुज्दा, यो चाहिँ साकेला पुज्दा, कुखुरा काट्छौँ, सुँगुर काट्छौँ, ती सबै कुराहरू हाम्रो धर्म, प्रकृतिले निर्धारण गरेको धर्म हो भनेर अब हामीले चाहिँ व्याख्या गर्नुपर्छ। संसारका चाहिँ 8 अरब मान्छेहरूमा किराँतीहरूले मात्र कुखुरा काटेको त होइन होला। फेरि किराँतीहरूले मात्र कुखुरा काटेर खाएको, माछा मासु खाएको पनि होइन होला। फेरि त माछा मासु खानु संसारभरका मान्छेले, विभिन्न धर्म सम्प्रदायले 8 अर्ब मान्छेले खान्छन् भने किराँतीले खानुमा के गलत भयो? फेरि कुखुरा काटेर खानु चाहिँ, माछा मासु मारेर खानु चाहिँ गलतै हो भनेर कसले प्रमाणित गरेको कुरा हो? त्यो त तपाईँलाई लागेको एउटा विचार हो। तपाईँको विचार सत्य हुँदैन। कुनै पनि विचार तपाईँले राख्न सक्नुहुन्छ। तपाईँ कुनै पनि विचार मान्छेले आफ्नो उसले लागेको सत्य तपाईँमा लाग्न सक्छ। तपाईँको धर्मले भनेअनुसार चाहिँ कुखुरा काट्नु मार्नु चाहिँ, पितृ पुज्दा गएर कुखुरा काट्नु मार्नु चाहिँ नै गलत हो, त्यो चाहिँ पाप हो भन्छ भने हाम्रो मुन्दुम र संस्कृतिले त्यसलाई गलत हो, त्यसले पाप हो भन्दैन, त्यसलाई धर्म भन्छौँ हामी। किन धर्म भन्छ भने एउटा पशुले अर्को पशुलाई मारेर खानु त्यो नै एउटा प्राकृतिक नियम हो। एउटा पंक्षीले अर्को पंक्षीलाई मारेर खानु, एउटा माछाले अर्को माछालाई मारेर खानु, त्यसै गरेर भेनस फ्लाइ ट्र्याप जस्ता वनस्पतिहरू जसले चाहिँ मासु सेवन गर्छन्, विभिन्न किरा फट्याङ्ग्राहरूलाई आफ्नो चाहिँ पासोमा थापेर खाने गर्छन्, यो क्रूरता होइन, यो पाप होइन, यो धर्म हो।
त्यसै गरेर हामी ओम्निभरस एनिमल, हामी मानवहरू, यो चाहिँ नि भालुहरू, यो चाहिँ नि कुखुराहरू, यो चाहिँ नि चिम्पान्जीहरू, यो चाहिँ नि गोरिलाहरू, ओम्निभरस एनिमलको पनि हाम्रो धर्म त्यही हो। हामी प्लान्ट पनि खान सक्छौँ, हाम्रो लागि मासु पनि हामी खान सक्छौँ। त्यसो भएको हुनाले यो पाखण्डीहरूले भने जस्तो यो धर्म र पाप कुनै तपाईहरुको धर्मले व्याख्या गरेको धर्म सबैले अँगाल्नुपर्छ भन्ने हुँदैन। तपाईहरुको गुरु हजुरले के सिकायो, तपाईहरुको धर्मगुरुले पास्टरले के सिकायो हामीसँग, हामी त्योसँग सरोकार राख्दैनौँ। हाम्रो मुन्दम र संस्कृतिले के सिकायो त्यो हामी मान्दछौँ। तपाईहरुको धर्मले जे भन्न सक्ला तर त्यो सबैमा लागू हुनुपर्छ भन्ने छैन। त्यसो भएको हुनाले तपाईहरुले जुन एउटा भ्रममा बाँचिराख्नु भएको छ, जुन पाखण्डी कुरा गरिराख्नु भएको छ, यो गलत छ। माछा मासु खानु हुँदैन, पशु बलि हत्या हिंसा गर्नु हुँदैन भन्ने तपाईहरुको गुरु हजुर र तपाईहरुको धर्मगुरुले सिकाएको पनि कतैबाट आयातित कुराहरू हुन्। पशु बलि हत्या गर्नु हुँदैन, यो चाहिँ माछा मासु खानु हुँदैन भन्ने चाहिँ विशेष गरेर हिन्दू धर्मको वैष्णव मार्गीहरूमा हैन, चाहिँ विष्णुलाई सबैभन्दा सर्वोत्कृष्ट मान्ने वैष्णव मार्गीहरूले चाहिँ यसलाई मान्दै आइरहेका छन्। त्यसैले अहिंसा परमो धर्म भन्ने चाहिँ त्यहाँ हिन्दूहरूको एउटा वैष्णव मार्गीहरूले चाहिँ त्यसलाई मान्दै आएका छन्। यो तपाईहरुको गुरु हजुरले पनि निकालेको सिद्धान्त होइन, यो पनि आयातित कुरै हो। जैन धर्ममा पनि देखिन्छ